चाहिँ आज जाउला खेलमा हामी चाहिँ आज जाउला खेलमा छौँ है। आज अन्तिम दिन होइन, भोलि पोखरा जाने। आज चाहिँ हामी काठमाडौँ लास्टे होला ललितपुरमा छौँ हामी। अब हामी भोलि पोखरा गइन्छ। पुग्यो नि त त्यस्तो त हामी ल है। हामी चाहिँ जाउला खेलमा छौँ आज। यस्तो छ है जाउला खेल। कस्तो राम्रो दिन भएको आज चाहिँ। मेरो स्कुटर त्यहाँ पार्किङ गरेछु। यो फुल त भयो, यो फुलको त के कुरा, कस्तो राम्रो फुलेको भाइ जताततै। यस्तो छ है जाउला खेलमा। भयो फुल खिच्नु पऱ्यो क्या। जाउला खेलमा हामी चाहिँ आज काठमाडौँ भरमा आज लास्ट डे। हामी भोलि चाहिँ कमिङ सुन पोखरा। आज चाहिँ मोमो खानुपर्छ है मजाले। जाउला खेल्न छौँ हामी। घाम चर्केछ। हो यो फुलहरू जताततै कस्तो राम्रो फुल्छ होइन न। यहाँ पनि आमामा कस्तो राम्रो फुलेको छ्याकारन्द भन्छ। ल रहेछ भयो भन्छ। जाउला खेलमा है हामी चाहिँ आज। हेर्नु त यही ठाउँबाट हो तपाईँले दुईवटा छोराहरूलाई मोमो बसाल्ने होइन र। यहाँ धेरै पुरानो हो कि यो हामी थाहा पाएसम्म। यहाँ के भन्छ अरे दिदीले यहाँबाट प्याकिङ मोमोहरू लगाइदिन्थ्यो छोराहरूलाई। यहाँको मोमो खान रुचाउँथ्यो। अरू त सबै यस्तो छ। यहाँबाट जाउला खेल यो रोड हो टक्क देखिन्छ। हामी चाहिँ बेकरी उमा छौँ। के भयो भन्यो है अघि बेकरी हाउस। तर यो रिसोर्टको के अरे उसको नाम हो बेकरी हाउस। यहाँ चाहिँ मोमोहरू पाइन्छ। यति धेरै आइटम पाइन्छ। जाउला खेलमा छौँ हामी। निराज निकोलसले यहीँको मोमो खाएर हुर्केको है। हेर्नु साथीहरू धेरै धेरै पछि हामी जाउला खेलमा छौँ। यो पो रहेछ क्या स्टिम यसलाई नै आउँछ स्टिम। त्यो त फ्राई हो, यो फ्राई हो। ल हामी चाहिँ जाउला खेलमा छौँ। निराज निकोलसले मोमो खाएर हुर्केको यहीँ हो। यही रिसोर्ट। हामी चाहिँ आज जुमा लास्ट डे आज काठमाडौँ। भोलि चाहिँ हामी ब्याक टु पोखरा हुन्छौँ। 3 वर्षमा हो कि म आएको। यता दिदी चाहिँ कति वर्षमा? दिदी त भेना बितेको कति भयो त्यति भयो। 6-7 वर्षै भयो होला। आज मैले जबरजस्ती लिएर आएको है। आउन मान्नु भएको थिएन। जाउला खेलभित्र छौँ हामी। यहाँ खेल्ने यस्तो रहेछ कि भाइ जोन। आजकल केटीकेटीहरू खेल्ने हो छुट्टै जोन रहेछ लाग्छ। हामी चाहिँ जूमा छौँ है आज। यस्तो छ है जूमा। कति वर्ष 3 वर्षमा आएको हो म। ल सितालोतिर हेर्नु त। एकदम शीतलो भएको छ। यो गुराँस त होइन होला के। यत्रो ठुलो गुराँस पनि हुन्छ होला। जूमा आएपछि त यस्तो मिर्गा हेर्ने पो हो त। यस्तो घाममा निस्केको है मिर्गा। कस्तो दामी
त्यसको आमा जाने पक्कै बाख्रा तिर म चाहिँ टाइगर हेर्न गएँ आज चिडियाघरमा। टाइगर देख्नु भयो कस्तो डरलाग्दै बाघ हेर्न आएको है म चिडियाघरमा। बाघ देखियो फाइनल्ली आज लक्ष्मी देखियो। कहिले त देखिनँ क्या भाइ निस्किँदै निस्किन नि त अहिले घाम ताप्नु निस्केछ। घाम पनि नहुने कि फेरि मस्त घाम ताप्दैछ। बाघ स्विमिङ खेल्दैछ है। आहा कति शीतलो भयो होला है। एकजनाले घाम ताप्दैछ त्यो पनि झर्छ होला क्या एकछिनपछि है पौडिनलाई। त्यसलाई गर्मी हुँदैछ माथि घाम भएको छ कि त्यसलाई पनि त्यो अहिले एकछिनपछि पौडिन झर्छ। यत्रो ठुलो है। यता नजिक गयो भने त कप कप मारिदिन्छ होला है मान्छे। अर्को पनि उठ्यो है अब पानीमा आउँदैछ होला आउँदैछ आउँछ होला क्या त्यो के भन्छ अरे त्यसलाई गरी भयो नि त। अब त्यो पनि स्विमिङ खेल्न आउँदैछ है। आयो है आयो डन आयो डन। पहिला उता गेटमा उताको उसमा जाने रहेछ ढोकामा अनि उता एकछिन हेर्दो रहेछ क्या है। अनि फेरि यता आउँदो रहेछ क्या। अघि नै यो त्यस्तै भएको थियो उता गएर त्यो उसमा गएर आएको थियो क्या यता। ओ आमा आयो आयो फर्कियो जहिले नि हो त्यहाँ गएर फर्किने रहेछ क्या। के खानेकुरा थालिदिइसक्यो भनेर के हो आयो माइ गस। त्यो झन् ठुलो चाहिरहेछ क्या है। ल दुईजना स्विमिङ खेल्न लायो। ए त्यही रहेछ नि त ठुलो है तलको भन्दा यो ठुलो रहेछ। यता चाहिँ पाहाडभित्र रेस्ट गर्दैछ। चारवटा टाइगर देखेर आज हामीले शीतलमा बस्दैछ। ल गैँडाजीलाई पनि देखियो। गैँडाजीले पनि के पानी पिउँदैछ घाम चढ्दैछ। स्विमिङ खेल्न लाग्यो गैँडाजीले। ल यहाँ चाहिँ जल गैँडा छ है। जलमा बसिरहेछ यो धेरै जस्तो। वन मान्छेको रजै छैन यस्तो छ है वन मान्छे। चिडियाखाना घुमियो दिदीबहिनी आज। हावा चल्यो है सिल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 ा हावा चल्यो। हावा कस्तो मजाको हावा चल्यो है। कस्तो दामी यो फुलले काठमाडौँ झक्की झक्को बनाएको कि जताततै भयो। लखेर लखेर ढलाइटी चकमा जाम हुँदैछ है। हेर्नु त यत्रो साङ्रो बाटो छ है। यो बाटो भनेको चाहिँ फेरि एकदम उसो के यो के अरे यता लेले अनि चापागाउँ लेले चापागाउँको यो के अरे एउटा नाका हो कि यहाँबाट बाइक अन्तबाट छिर्ने बाटो छैन है। यो एकदम मूल बाटो हो ढलाइटी डाँडा। यस्तो भएर पनि यहाँ
बाटो कसले दिएछेन होला है, यसरी रोकिने यहाँ चक्लो बनाउने बाटो। यहाँदेखि आएर यति साङ्ग्रो छ कि फेरि ओह्रालो छ। फेरि यो बाटो फेरि एकदम लेलेसम्म पुग्ने के अरे उस हो कि हाइवे हो कि यो। यतैबाट हेटौँडा पनि जाने बाटो रहेछ। फेरि डेन्जर। यहाँदेखि जहिलेको यस्तै हुन्छ।